आज दक्षिणकाली मन्दिरदेखि तलतिर झरेको धानबारी फास्ट्याग जानको लागि डाँडा काँडा पहाड उकालो ओह्रालो हिँड्दा घामले यहाँ कालो भइसक्यो। त्यतिकै त गोरो मान्छे। यस यता मकैहरू धान खेतको बारी त पुरै एउटा मान्छे सुत्नु लागेको पनि छैन यार। हो तल चाहिँ धानबारी रहेछ, पुरै धानबारी। यस खेती राम्रो हुँदो रहेछ यो। ए ढुङ्गाको पर्खाल छ। घर चाहिँ जियोस् आरसीसी वाला नै हुँदो रहेछ। त्यो पनि सल्लो हो। खेताहरू त्यहाँ गोड्छन् के गर्दैछन्, त्यहाँ पानीको सुविधा पनि राम्रो रहेछ। हेन्सम देखेको छैन धानबारी खेतीहरू। दक्षिणकालदेखि तल झरिसकेको फास्ट्याग जाने बाटो। मकैको सुली बिरालो जमिन छ। धानबारी र अपस्तै छ। अब यो पुरै ढलान बाटो हिँडिरहेको छ। अब तल पुग्छौँ। मकै सुकाइरहन् निस्कुन्। तितेपातीहरू हरियाली भनेको हरियाली। सहरको तातो धुप कति खान्छ। हरियाली छ। मकै सुकेछन्, भाँचिसकेछन्। अब बढी स्वस्थहरू निकालिसकेछन्। यो पुरानो डिजाइनको घर कति राम्रो घर हो यार। हो माटोको घर राम्रो रहेछ हो। मलाई चाहिँ पुरानो घर राम्रो लाग्छ। काठको घर रहेछ पुरै। पोखर जस्तै देखिँदैछ लप्सी पनि। कति चिसो पानी आयो होला यार। लह धानबारीहरू हामीले नास्पाती टिप्छ न सब। ओइ नास्पाती टिप्छ न। ल यहाँ हिँड्दै गरेमा आउँछ कि सब पुगिरहेको सबै। बाँदरले खुवाउनु पनि बाँदरले त आँखा छैन होला। धान यो धान पानी सलक्क छ। धान हिँड्दामा कति राम्रो छ। दक्षिणकाली मन्दिरदेखि तल धानको लहरहरू यी पानीको नाला जस्तै संसारहरू गयो। पारिपट्टि धानका बाली पारी हरियाली छन्। गाउँ ढकमक्क छ। यहाँ लप्सी खाँदै हिँडिरहेको छु। दक्षिणकाली मन्दिर तल आइसकेपछि यहाँ अब खोला आयो। खोलामा एउटा क्रसर रहेछ। यहाँदेखि धानबारीहरू प्रशस्तै छन्। बाटोहरू कटिङ धेरै नहिँड्नु है। त्यो गाडी त्यसै कुद्छ हान्छ फेरि। यहाँ फाउन्डेसन खन्दै रहेछ क्या हो।
के लागि गरेर खै स्टक गरेर बाटोमा के माल मेटेरियलहरू हरियाली कुना काप्चा बन्सो पनि रहेछ नि बन्सो यसलाई बन्सो भन्छ है यो घाँस उचो के घाँस भाब्यो ए पिङमा नै हेर्नु त ढल्दैछ नि राम्रो सुबिरमा बाटो पाङ्गो हावा सरार आइरहेको छ सबै ठिक छ दुईवटा स्क्रापेर पानी खायो पाहाडका मान्छे त्यतिकै मजबुत बलिया कहाँ यति छ पानी त पाहाडहरू कोरोको ढिँडो आटो मकै सबै जौँ बाटो यस्तो अप्ठ्यारो पहिले के भन्ने गीत चाहिँ त्यस्तै सल्लाह पहिले चिन्तामा बिजायो तिम्रो रूपैले